एक युवकले पोको डिलबाट कृत्रिम बुढी अर्डर गरेका छन्। 1 घण्टा चार्ज गरेपछि यौन सुखदेखि भात पकाउने, लुगा धुनेसम्म काम गर्नेछ। कस्तो भोक लागिरहेछ, यति भए पनि नास्ता देऊ न, ग्यास्ट्रिक हुन लागिसक्यो। पहिले लुगा धुनुपर्छ, यति थुपाएछ अनि मात्र खानुपर्छ। आम्मामा बुढी के गरेर बसेको छु? आज त महिनाको तलब आयो नि, मैले ल्याएँ त तलबै। ले राख, ले ले पोकोटेलमा पाइहाल्दो रहेछ नि। यस्तो चोथल्ने बुढीसँग जीवन कटाउनु भन्दा त बरु अलिकति पैसा लगाएर म पोकेटेलै किन्छु यार। अब म पोकेटेलै किन्छु। यो भएन यसरी। बुढीको सहेर बस्नु भन्दा म पोकेटेलै ल्याउँछु।